Hello everyone, namaste. Welcome back to my channel. अहिले चाहिँ हाम्रो सेकेन्ड स्विट आमा छोरी एन्ड बाबाको यहाँनिर यात्रा हुँदैछ। हामी चाहिँ पार्कतिर जाँदैछौँ, बुस पार्कतिर। अनि पिज्जा पनि हुन्छ, पिज्जा पनि खाने हो हामी। कुन पिज्जा खाने हो तिमी छोरी? चिकन जालापिनो पिज्जा खाने रे। आछु हावा राम्रो पो चल्यो। चिसो होइन? मलाई त चिसो भयो नि त। नि म त ज्याकेट लगाएको छु नि त, यस्तरी ज्याकेट लगाएर हिँडेको छु हो। अब यहाँ पिज्जा अर्डर गर्दै हुनुहुन्छ। कुन पिज्जा खाने? यहाँ यस्तरी डोमिनोको खाने हो। अर्डर गर्दै गर्दै हामी चाहिँ जाँदैछौँ होइन। हिँड छिटो छोरी। दादा चाहिँ स्कुलमा हुनुहुन्छ, 6 बजी मात्र आउनुहुन्छ। सेलिमा साम्पाङ राईको दादा। सेलिमा तिमी के राई अरे छोरी? आमा लियो पनि चाम्लिङ राई हो। धन्यवाद छोरी। किन हाँसेको? चाम्लिङ भन्ने हाँसेछ मेरो छोरी। उहाँ चाहिँ अब पिज्जा अर्डर गर्दै आउँदै हुनुहुन्छ। लडिजानु होला है। आज चाहिँ मौसम राम्रो छ नि छोरी, जाडो पनि छैन गर्मी पनि छैन नि। वार्म नेपालीमा भन न। के रे? के हो रे? मौसम राम्रो हो भन न। मौसम राम्रो हो आमा। नेपाली बोल्नु कोसिस गरिरहेछ मेरो छोरीले, गर्नलाई चाहिँ होइन। तिम्रो बाबा लाला लाला सेलिमाको बाबा। बाबा ढिलो भयो भनेर हौ वहाँनिर उसलाई बाबा हराउँछ भनेर उसलाई गर्नु अर्डर गर्नु। पिज्जा पनि यसरी अर्डर गर्नु परेको छ। हेर्नुहोस् यहाँनिर टुक्क बसेर पिज्जा अर्डर गरिराख्नु भएको छ है। आया छोरी चाहिँ उहाँ घुमिरहेछ पिज्जा कतिखेर अर्डर हुन्छ भनेर। लु छिटो गरौँ छिटो। अच्छु हावा पो चल्यो त हो अहिले त। लडौला है। यो चाहिँ जरिङ्गो भन्छ। यसपालि चाहिँ जरिङ्गो खानै नपाए। त्यस्तै ठाउँतिर पलाउँछ र त टिपेर खानु पनि। म त कुकुरहरू हिँडिरहेको हुन्छ नि त, अनि त्यही भएर। त्यो पनि हो। तपाईँले पनि यो त दबाई हो अरे नि त जरिङ्गो त। जरिङ्गो चाहिँ दबाई पनि हो अरे। अनि के छ छोरी? के भयो? हजुर कपडा राम्रै छ त। राम्रै छ त कपडा। कहिले काहीँ हामीलाई पनि मनका कुरा भन, अनि त्यहाँबाट आउँदैन। दिमागमा आउँछ यो के हो यो? खै कुन थियो? के हेर्नु? घर? यी गाउँ। मान्छे नेपाली जस्तो लाग्यो क्या। गाउँ हो यो? गाउँ के हो भने? गाउँ जस्तै हो। गाउँ चाहिँ होइन होला। के हो भनेको? हामी चाहिँ डोमिनोमा पनि आइपुग्नु लाग्यो यहाँनिर। यहाँनिर बाबाले चाहिँ अर्डर गर्नुभएको छ पिज्जा। छोरी यहाँ मक्ख छ पिज्जा खानु पाएर। यताहरू त छोरी मक्ख छौ कि छैन? मक्ख छौ? ओके। हामी चाहिँ पिज्जा भएकोमा पुग्नु लाग्यो है। अनि तपाईँले हेर्नु त यस्तो घुमाउनुहुन्छ हामीलाई। रोटी घुमाए जस्तो सेम त भयो नि। हो ए अहिले चाहिँ अब हामी क्विन्स बुलेभर्डबाट पारी जाँदैछौँ। क्विन्स बुलेभर्ड पारीबाट चाहिँ एउटा पार्क छ, बुस पार्क। त्यहाँ चाहिँ धेरैभन्दा केटाकेटीहरू धेरै हुन्छ। अब तर हामी पहिलोचोटि चाहिँ यता डोमिनोमा गएर
पिज्जा पिकअप गर्नेछौँ अनि त्यहाँबाट चाहिँ हामी पार्क जानेछौँ। सेलिमाले पिकअप गर्छ अरे बाबा, तिमी गर्छौ छोरी? नगर्ने भन्छ त छोरी त नि। गर न, म पनि जान्छु नि त। अहिले रेडी भयो। सेलिमालाई पिकअप गर भनेको नगर्ने भन्छ। गर्नुपर्छ नि छोरी, सिक्नुपर्छ नि त। गर न हौ, गर। नगर्ने पिकअप गर्नु लागेको छ है, अब के भन्छ। अप्ठ्यारो मान्नु पर्दैन। यस सन सेलिमाले चाहिँ पिकअप गर्दैछ अरे नि। भन्यो मेरो छोरीले पिकअप गर्यो पिज्जा पाएर मक्ख भयो छोरी। अब घरमा गएर खान्छ भने चाहिँ झन्डै लडेर एक साग बनायो पिज्जा भुइँमा चिप्लेर। अब गएर पार्कमा गएर खान्छ छोरीले। चाहिँ पार्क पनि आइपुग्यो है घरदेखि। आधुन न यहाँ गएर हामी चाहिँ पार्क पनि आइपुग्यो। हाम्रो पिज्जा पनि यहाँ रेडी। आज चाहिँ पार्कमा मान्छे पनि छैन रहेछ खासै। छोरी चाहिँ ओ पर गएर पिङ खेल्नु थाल्यो सेलिमा चाहिँ। अब सानो यहाँ कन्ट्रोलै गर्नु सक्नु हुँदैछ। खै हेरौँ पिज्जा कस्तो छ हाम्रो पिज्जा। पिज्जा खानु हुँदैछ। मेरो छोरी त धेरै मागो पार्क। पहिले सानो हुँदाखेरि त कति आउँथ्यो, अहिले त ठुलो भयो। पिज्जा नखाने छोरी? पिज्जा नखाने? अनि त्यो त खेल्नु आउँदाखेरि छोरी। ओ यहाँ हेर न। हेलो आऊ यहाँनिर यस्तो रहेछ। आइनुहोस् कस्तो क्युट के मैनी त भएछ। हामी आफै खेल्नु थालेछ। पहिले मैले ठेल्नु पर्थ्यो सेलिमालाई, आफै खेल्नु थालेछ। ठुलो भयो है छोरी। उयो खान आऊ, पिज्जा खान आऊ नि। खेला नि आवाज हात धोएर पानीमा। पहिले यो पार्क हामी कति आउँथ्यो। मिठो मिठो पिज्जा। मिठो छ पिज्जा? सेली मिठो छ? धेरै मिठो कि थोरै मिठो? राम्रो मात्र छ। 1 2 3 गेम खेल्नु पर्ला जस्तो छ यहाँ पनि। पार्क पुगेर पनि घर फिर्क्यो। 1 घन्टामा फिर्क्यो। 1 घन्टामा लामो भ्लग हाम्रो भिडियो बनाउन सकिनौँ। गयो पिज्जा खायो, अर्डर गरियो, अनि त्यहाँ गएर सेलिमा एकछिन पार्कमा खेल्यो नि घरतिर फर्कियो। हाम्रो यो सर्ट एन्ड स्विट मेमोरी चाहिँ आजलाई यति नै। थ्याङ्क यू एभ्रिबडी हाम्रो भिडियो हेरिदिनु भएकोमा धन्यवाद।